केपी ओली र रमेश लेखकलाई बालेन सरकारले पक्रिएपछि माननीय हर्क साम्पाङले सामाजिक सञ्जाल मार्फत दिएको अभिव्यक्तिप्रति रुष्ट बनेका एकजना सुनिता खड्का नाम गरेकी टिकटकरले धम्कीपूर्ण अभिव्यक्ति दिँदै भन्नुभएको छ, काठमाडौँबाट यस संसद भवन टेक्नुभन्दा अगाडि हामीले मारिदिन्छौँ है सरकार। अहिले नै भन्दैछु, मारिदिन्छौँ हामी हर्क साम्पाङलाई। मासाले त्यसको घरमा आगो लाग्नु पुगाउँछौँ हामी। अत्याचार भइसक्यो, यसको दमन अत्याचार भइसक्यो, यसको मुख धेरै क्षुद्र भइसक्यो है। यो साला गेट पाली साला 2 कौडीको साला खातेको किराको नाल साला बाहिर हेर्दै घिन लाग्दै भित्र हेर्दै घिन लाग्ने मान्छेको अत्याचार भइसक्यो यसको। यसको मुख चुप लगाऊ है सरकार। त्यही अभिव्यक्तिप्रति आपत्ति जनाउँदै माननीय हर्क साम्पाङले सीआईबीमा उक्त व्यक्ति विरुद्ध उजुरी समेत दिइसक्नु भएको छ। मलाई अनेक परि भन्ने मान्छेहरूलाई मैले माफी मिना दिँदै आएकै हो, तर त्यो के रे उसले जे भनेको छ त्यो सुनिता भन्ने मान्छेले हैन माफी मिना दिने खालको अभिव्यक्ति हो त त्यो। यता माया तामाङ नाम गर्नुभएकी हर्क समर्थकले उक्त टिकटकरलाई जवाफ फर्काउँदै भन्नुभएको छ, आउनुस् तपाईको हिम्मत छ भने आउनुस् यहाँ हर्क साम्पाङको घर जलाउने, हर्क साम्पाङलाई मार्ने, आउनुस्। तपाईको हिम्मत के भनेर तपाईले बोल्नु भयो त्यो तपाईको पूरा गर्नुपर्छ। हाम्रो हर्क साम्पाङले त बोलेपछि पुर्याउँछ, तपाई त्यसरी नै बोलेपछि पुर्याउनु पर्यो, आउनु पर्यो हर्क साम्पाङको घर सल्काउनु र हर्क साम्पाङलाई मार्नुलाई। तेरीमा यो देश बनाएको, यो धरान बनाएको, यो नेपाल बनाएको हेर्नु नचाहेको तपाईलाई तपाईले त्यो बोल्नु मिल्छ? त्यस्तै ऋतु राई नाम गरेकी टिकटक युजरले पनि हर्क साम्पाङ विरुद्ध नै आफ्नो धारणा व्यक्त गर्नुभएको छ। होइन यो हर्क साम्पाङ के साह्रो टक्सिक हो, के साह्रो टक्सिक हो। अब पहिला हेर्नु है, जेनजीहरूको अब शहीदहरूको नाममा भनेर चाहिँ पुरा कपाल खौरेर अनि पुरा नाटक गरे जस्तो गरेर दुनियाँ दिवाना गरेर जो सरकारमा आउँछ त्यसले के जेनजी हत्याराहरूलाई चाहिँ कारबाही गर्नुपर्छ भनेर चाहिँ पुरा दिनदिनै स्ट्याटस लेखेर अहिले के अरे नयाँ सरकार आयो, जेनजीहरूको हत्याराहरूलाई चाहिँ कारबाहीको लागि समाउनु थालेपछि त के साह्रो टाउको दुखेको। अहिले चाहिँ प्रतिशोध भयो कि भन्ने पो हुन्छ। कस्तो खालको प्रतिशोध? 13 बाउको प्रतिशोध? रिस पो उठेर आउँछ हो। अब केही समय भर्खर मन्त्री परिषद के अरे उयो भयो, अब समय दिनुपर्छ के समय दिनुपर्छ। उनीहरूले अब जेनजी हत्याराहरू भनेर चाहिँ अब एकाएक समाउँदैछ, भ्रष्टाचारीहरू भनेर एकाएक समाउँदैछ। ल भोलि उनीहरू पनि ल जेनजीहरूको हत्याकाण्डमा चाहिँ ल उनीहरू पनि संलग्न थियो भने उनीहरू पनि जान्छ नि। अनि यति छिटो अलि छिटो भएन कि तिमी चाहिँ प्रधानमन्त्री भएको भए चाहिँ पुरा जोखाना हेरेर चाहिँ बस्यो जाँठो। कहिले यिनीहरूको के अरे समय आउँछ र चाहिँ पक्रुम्ला भनेर चाहिँ जोखाना हेरेर बस्थिस्। पहिला चाहिँ ब्रुक के अरे उयो गरिहाल्नुपर्छ, के अरे समय हाल्नुपर्छ। यदि समातेन भने चाहिँ राम्रो हुँदैन भन्दा आफै खोक्ने। अहिले समाउनु थालेपछि कमसे कम नयाँ सरकार हो, नयाँ मान्छेहरू सत्तामा आएको छन्, सहयोग गर्नुपर्छ नि। कमसेकम अब दोषी र भ्रष्टाचारले चाहिँ समाउनु त देऊ न। अनि त्यसपछि ल बालेन शाह र सुदन गुरुङ पनि इन्भल्भ छ भने त 100% जान्छन्। अनि के भयो त तिमीलाई नै मन्त्री मानौँला, तर अहिले काम गर्नु देऊ न।